Hello and namaste everyone, welcome to my channel. आज चाहिँ हामी होल फ्यामिली पलाञ्चोक भगवती जाँदैछौँ है। अहिले चाहिँ बिहानको 5 बजिरहेछ। हामी घरबाट निस्किँदाखेरि अब हेरौँ कतिखेर पुग्छ। एकदमै चिसो छ, होप छिटै पुगोस् है। अहिले चाहिँ हामी सूर्यविनायक चोकबाट यो जगाती पुग्न लाग्यो है। जगाती चोकबाट अब हामी भित्र पस्ने हो, यता लेफ्ट साइडतिर जाने हो। किनभने सागाको बाटो हुन त सिधै जाँदा पनि हुने हो, तर सागाको बाटो चाहिँ एकदमै बिग्रेको छ अरे भन्ने सुनेको थियो। अनि त्यही भएर हामी चाहिँ यताबाट जाँदैछौँ। जगाती च्यामसिङ नाला हुँदै बनेपा निस्किने हो। अब हामी पनि यताको बाटो गएको छैन है, कस्तो छ होप यताको बाटो एकदम राम्रो होस्। अहिले चाहिँ हामी च्यामसिङबाट अगाडि जाँदैछौँ। च्यामसिङबाट राइट लिएको है। यो चाहिँ बागेश्वरी कलेजबाट अगाडि यताबाट जाँदाखेरि चाहिँ ठ्याक्क नाला पुग्छ। ल साथीहरू, नाला पनि आइपुग्यो है। एकदमै हुस्सो लागिरहेछ यतातिर चाहिँ। यति हुस्सो लागिरहेछ कि अगाडि पछाडि केही पनि देखाएको छैन। हात पनि निकाल्न नसकेर बिचमा कतिवटा क्लिप त खिच्न नि पाएन है। अनि यहाँ पुगेपछि चाहिँ हामीलाई बाटै थाहा भएन कि कता जाने हो, कन्फ्युज भइरहेको थियो। अनि त्यहाँ सोद्धाखेरि यो बिचबाट जानुहोस् ठ्याक्क पुग्छ भन्नुभयो है। अनि हामी चाहिँ त्यतै लाग्दैछौँ। अनि यताबाट चाहिँ ठ्याक्क नाला करुणामय पनि आइपुग्दो रहेछ कि हामीलाई थाहा थिएन। अनि ल अब आइपुगेको बेलामा दर्शन गरेर जाउँ भनेर अहिले चाहिँ हामी भित्र जाँदैछौँ है। यता पनि हेर्नु न कस्तो हुस्सो लागिरहेछ भने। नाला करुणामय मन्दिर चाहिँ 4वटा करुणामयमा एउटा हुनुहुन्छ है, उहाँ सेतो मच्छिन्द्रनाथ हुनुहुन्छ। ल उहाँको पनि दर्शन गरिहालौँ आएको बेलामा। अनि अब हामी यहाँबाट चाहिँ हिँडेको है। अब यताबाट चाहिँ ननस्टप जानुपर्छ। अब यताबाट चाहिँ ठ्याक्क हामी बनेपा निस्किन्छौँ है। ल बनेपा चोक हेर्नु न साथीहरू, कति सुनसान तर चिसो छ, रमाइलो पनि भइरहेछ है। ल यो चाहिँ धुलिखेलमा हाम्रो टी ब्रेक। अनि अब यो चाहिँ हामी 0 किलोमिटर आइपुग्यो 5 खलको है। अनि हामी अहिले आएको चाहिँ यो गाडी गइरहेको ठाउँबाट आएको हो होइन। अनि यता तलतिर गयो भने चाहिँ दोलरघाट पुग्छ। अनि हामी चाहिँ यो बिचको बाटोबाट जानुपर्छ, यो राइट साइडतिर जानुपर्छ है। अनि अब चाहिँ यताबाट माथि लाग्ने हो। ल हेर्नु न, यहाँ पनि पुरै हुस्सै रहेछ क्या। कतिवटा क्लिपहरू नै खिच्न पाएन मैले हुस्सोले गरेर, त्यो हात निकाल्न नसकेर है, केही नदेखेको। ल अब यताबाट जाउँ। ल फाइनल्ली 8 बजे हामी मन्दिर पुग्यो है साथीहरू। यहाँ माथि चाहिँ धन्न घाम लागिरहेको रहेछ। तलको वेदर हेर्दाखेरि त माथि पनि त्यस्तै हुस्सो छ होला जस्तो लागेको थियो, तर होइन रहेछ। माथि त हेर्नु न मजाको घाम लागिरहेछ है। ल भित्र पनि जाउँ। अब जे होस् आइतबार भएकोले मन्दिरमा भिड पनि छैन, लाइन पनि छैन, केही छैन। जे होस् आनन्दले पूजा गर्न पाइने भयो। यसो हेरौँ है यताउति पनि। ल मन्दिरको पनि दर्शन गर्नु है साथीहरू। ल म चाहिँ बत्ती दिँदैछु। जस यहाँभित्रको पुजारी दिदी एकदम राम्रो हुनुहुँदो रहेछ। भित्र मजाले बसेर पूजा गर्न दिनुभयो है। ल अब यो चाहिँ हामीले त्यहाँबाट खिचेको भ्यू, एकदम लास्ट क्लिप हो यो चाहिँ। अब मलाई यो मेरो फर्स्ट भिडियो भएकोले के बोल्ने के नबोल्ने नै केही थाहा भइरहेको छैन है साथीहरू। हो यहाँहरूले बुझिदिनुहुन्छ होला। अनि यहाँलाई मन पनि पर्यो होला, मेरो भिडियो मन पर्यो भने लाइक, सेयर, सब्सक्राइब गरिदिनु। थ्याङ्क यू भेरी मच।